म यस सदनमा केवल बोल्नको लागि बोलेको होइन, न त केवल विषयवस्तु उठानको लागि उठेको हुँ। म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। जनताको समस्याको वास्तविक सम्बोधन होस् र प्रभावकारी समन्वय होस् भन्ने उद्देश्यको साथ यस सम्मानित सदनमा उभिएको छु। मैले यसअघि पनि वैदेशिक रोजगारमा जाने नेपाली युवा युवतीहरूको फेरि भिसा फ्री टिकटको नाममा ठगिएको चरम समस्या भोगिरहेको तथा विभिन्न प्रकारको शोषणमा परेका विषय यही सम्मानित सदन मार्फत सरकारको ध्यान आकर्षण गराएको थिएँ। तर आजसम्म त्यसबारे कुनै प्रभावकारी सुनाइ भएको देखेको छैन। यसले प्रतिनिधि सभा नियमावली 2079 को नियम 15 को 2 को भावना र गरिमामाथि नै सरकारले व्यवस्था गरेको महसुस भएको छ। सभामुख महोदय, आज म फेरि पुनः विदेशमा श्रम गरिरहेको नेपाली युवा युवतीहरूले भोगिरहेको पीडादायी अवस्थाबारे सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। धेरै देशहरूमा नेपाली दूतावास नै छैन, भएकोमा प्रभावकारी काम भएको छैन। रोमानिया, क्रोएसिया, मालदिभ्स, साइप्रस लगायत अन्य केही मुलुकहरूमा दूतावास नहुँदा नेपाली श्रमिकहरूले असाध्य कठिन परिस्थिति भोगिरहेका छन्। दुर्घटना वा अन्य कारणले मृत्यु भएका नेपालीहरूको शव समेत अलपत्र पर्ने अवस्था सिर्जना भएको छ। जिउँदा हुँदा त आफ्नो देश र परिवारसँग सम्मानजनक बस्न पाएन। रोजगारीको अभावले विदेश पर्ने बाध्य हुनु परेको छ। तर मृत्यु भएपछि पनि आफ्नो जन्मभूमि शव ल्याउन कठिनाइ भोग्नु परेको अवस्था अत्यन्त पीडादायी र विडम्बनापूर्ण छ। कतिपय अवस्थामा समाजसेवी नेपालीहरूले सहयोग उठाएर शव नेपाल पठाउनु पर्ने अवस्था बनेको छ। त्यसै सोलुखुम्बु